बसन्तपुर आसपास डुलिरहने भए पनि मलाई कृष्ण मन्दिर ठ्याक्कै कुन हो थाहा थिएन। एक साँझ श्वेत भैरवको प्राङ्गणमा उभिएर म त्यही अग्लो मन्दिर निहालिरहेकी थिएँ र परैबाट देखिएको मूर्ति कृष्णको हो कि भन्ने अनुमान लगाउँदै मनमा नै जिज्ञासा जागिरहेथ्यो, यो मन्दिर कसको चाहिँ होला। केही क्षणमा पर्यटक घुमाउन आएका एकजनाले तिनलाई सिडी चढेर अवलोकन गरी आउन भन्नुभयो। म अझै एकटकले हेरि नै रहेकी थिएँ। बाहिरबाट देखिने कालो रङको मूर्ति साँझ झमक्क भइसकेका कारण पनि सायद ठम्याउन कठिन भइरहेथ्यो। अचानक ती अपरिचित व्यक्तिले भन्नुभयो, कृष्ण मन्दिर हो बहिनी, जाऊ माथि नै गएर दर्शन गर निहाल। यसरी चिन्दै नचिनेको मानिसले आफूभित्रको उत्सुकता पुँजीभरि जिज्ञासा मेटाइदिँदा म छक्क परेँ। मेरो हृदयको आवाज सुनेर स्वयं ब्रह्माण्डले मार्गदर्शन गरे जस्तो, अझ भनौँ स्वयं कृष्णले पुकार्नु भए जस्तो महसुस भयो। मलाई अरूको हृदय पढ्ने शून्यहरू प्रेमले सिञ्चित भूमि झैँ लाग्छन्, प्रेमले छचल्किएको सागर लाग्छन्। अरूको हृदय पढ्ने बुझ्ने सामर्थ्य जो कोहीसँग कहाँ हुनु। केवल किताबी ज्ञान, फलानाका सिद्धान्त विचार रट्नमै सम्पूर्ण ध्यान जो छ सबैको, हृदयका आवाज सुनेर मार्गदर्शन गर्ने तिनीप्रति हार्दिक आभार।